हेलो साथीहरू, यति बेला म परिवर्तन गाउँपालिका वार्ड नम्बर 5 राङकोट मौलावत तर्फको दृश्यहरू देखाइरहेको छु। यहाँको विभिन्न ठाउँ एकदम रमणीय छ है। यति बेला घाउ पाकिरहेको छ, हरियो छ, एकदम रमणीय ठाउँ हो यो मौलावतको। विशेष गरी यो चाहिँ म पढेको स्कुल पनि हो। म यस ठाउँमा हुर्केको पनि थिए। यहाँको वातावरण, यहाँको रमणीय ठाउँ, यहाँको गाउँ निकै सुन्दर छ। यो चाहिँ विशेष गरी मौलावतमा रहेको प्रतीक्षालय हो। अहिले यो देखाइएको दृश्य यो मौलावत स्कुल हो। यो स्कुलमा म पढेको थिएँ। पक्कै पनि साथीहरूले सम्झिराख्नु भएको होला यो दृश्य देखेपछि। यस आसपासमा बस्ने गरेका थियौँ, घुम्ने गरेका थियौँ स्कुल लाइफमा, विद्यार्थी जीवनमा। तपाईहरुलाई देखाइरहेको छु यो दृश्य हेर्न सक्नुहुन्छ। हाम्रा भूतपूर्व साथीहरू यस स्थानको रमणीय दृश्यहरू देखाइरहेको छु र नयाँ प्रतीक्षालय बनिसकेको छ। पहिला अलि पर थियो भने अहिले चाहिँ नयाँ प्रतीक्षालय बनिसकेको छ। यस स्थानमा थियो, अहिले चाहिँ यो भत्किसकेको छ।